आज बिहान 9:30 बजीतिर म चल्दिए खाजा खानलाई, मेरो मतलब प्रोग्राम एटेन्ड गर्नलाई। लग्जरी मर्सिडिज माइक्रोमा बसेर म चल्दिए आफ्नो लक्ष्यतिर। रत्न पार्कमा हराएपछि रानी पोखरी र दरबार हाई स्कुलको बाटो हुँदै मैले राष्ट्रिय नाचघर खोज्न थालेँ। एकछिन खोजेपछि थाहा भयो कि म ठ्याक्कै राष्ट्रिय नाचघरकै अगाडि बसेर त्यसलाई खोजिरहेको रहेछु। गेटबाट छिर्न साथ ठुल्ठुला भित्ताले धन्ने चेपनन् मलाई। एक सिँढी उक्लिन साथ एउटाले चनाल उडाइरहेको देखेँ। मैले हेर्न साथ चोर छ भनेर त्यसले चना लुकायो। भेन्यूको गेट बाहिर मैले फ्यान्सहरूलाई अटोग्राफ पनि दिएँ। भित्र छिर्न साथ आँखै अगाडि चिप्स देखेर मुख रसाउँदैमा भित्र पसेँ र यो वेलकम एन्ड फेयरवेल प्रोग्रामको लागि यत्रो ठुलो भेन्यू देखेर आँखामा हार्ट अट्याक आएपछि म एउटा सिट अठाएर बसेँ। ज्यान बाँच्यो भनेर लामो सास लिगिरहेको थिएँ कि त्यही बेला एउटा बोक्सीले आफ्ना नङ्ग्रा मतिर फैलाउन थाली। त्यसको साइडमा एउटा मसान्नी बसिरहेको रहेछ। जसो तसो ज्यान बचाएपछि प्रोग्राम सुरु भयो। निकै राम्रो वेलकम डान्सहरू पछि न्यू एडमिसनलाई सम्मान गर्ने बेला भयो। जिन्दगीमा फर्स्ट टाइम सम्मान पाएपछि हामी मक्ख पर्दै हामीलाई खादा उडाइयो। त्यसपछि डान्सपछि डान्सहरू भयो र एउटा गीत पनि भयो। त्यसपछि फेरि केटाहरूको सेक्सी डान्सपछि अर्को नै डान्स भयो। यति धेरै डान्स हेर्छ निन्द्रा नै लागिरहेको थियो हल्का हल्का। त्यसपछि ह्यारी हुडिनीको कान्छो भतिजो डेरी लौडिनीको अल्ट्रा प्रेडिक्टेबल म्याजिक हेर्छ हल्का मुड फ्रेस भयो। आधा घण्टासम्म टिचर्सलाई अवार्ड बाँडेपछि फाइनली ब्यान्डको पालो आयो। एन्ड उनीहरूले खतरा खतरा सङ्ग्सहरू पर्फर्म गरे। यो हेरेर मोग्याम्बो खुस भयो। त्यसपछि फाइनली जसको लागि आएको हो त्यो गर्न पाइयो, एके भोजन कार्यक्रम। लाइनमा मरुन्जेलले कोचेपछि पनि धेरै होइन, अलिकति 3 किलो रोस लिएर म र मेरो हन्तकाली साथीहरू मिलेर लोडाएपछि पनि आइसक्रिम पनि छोडेनन् हामीले। त्यसपछि पुसअप्सहरू हानेपछि म चल्दिएँ डुल्नलाई। एकछिनपछि घर फर्केँ। के हेरिरहने, ब्लग सकिसक्यो। बाइ बाइ।